ल आज हामी त्यो पर्दा पछाडि हेर्नेछौँ जहाँ ठूला वित्तीय खेलाडीहरू मतलब स्मार्ट मनीले बजारलाई कसरी आफ्नो इशारामा नचाउँछन् भन्ने रहस्य खोल्नेछौँ। कहिले यस्तो लाग्छ कि बजार जानी जानी हाम्रै विरुद्धमा चलिरहेको छ? धेरै रिटेल ट्रेडरहरूले यो निराशा महसुस गरेका हुन्छन्। लाग्छ नि हैन? जस्तो कि जे गरे पनि बजारले हामीलाई गलत नै साबित गरिदिन्छ। तर के यो साँच्चै संयोग मात्र हो कि यहाँ केही ठूलो खेल चलिरहेको छ? यहाँनिर नै हो ठूलो भिन्नता। एकातिर हामी जस्ता रिटेल ट्रेडरहरू जो बजारको चालमा प्रतिक्रिया दिन्छौँ लगभग भेडाको बथान जस्तै, अनि अर्कोतिर छन् संस्थाहरू जो आफै बजारको चाल बनाउँछन् सिंहले शिकार गरे जस्तै। यो त सिधै शिकारी र शिकारको खेल हो, अरू केही होइन। हो, र यही नै हो हाम्रो आजको छलफलको केन्द्रबिन्दु। बजारलाई एउटा समान खेल मैदानको रूपमा होइन, बरु स्मार्ट मनीले चलाएको एउटा रणनीतिक शिकारको मैदानको रूपमा हेर्ने। अब हेर्नुस्, हाम्रो लक्ष्य भनेको त्यो ठूलो वेललाई हराउनु होइन, त्यो सम्भव पनि छैन। बरु उनीहरूले सृजना गरेको छालमा सँगै सर्फिङ गर्नु हो। हामीले उनीहरूले छोडेका सङ्केतहरू पढ्न सिक्नुपर्छ, उनीहरूको चालसँगै चल्नुपर्छ। आखिर उनीहरूलाई हराउन सकिँदैन भने उनीहरूसँगै मिल्नु नै बुद्धिमानी हो, होइन त? लत्ता, अब सिधै विषयमा प्रवेश गरौँ। संस्थागत रणनीतिको पहिलो चरण। उनीहरूले कसरी बजारमा कुनै ठूलो हलचल नल्याई चुपचाप आफ्नो ठूलो पोजिसन जम्मा गर्छन् त? यो एकदमै रोचक छ। यसलाई उनीहरूको लुक्ने ठाउँ वा गोप्य अड्डा भन्दा पनि हुन्छ। सोच्नुस् त, यदि उनीहरूले एकैचोटि ठूलो अर्डर राखे भने के हुन्छ? बजारमा भूकम्प जान्छ र मूल्य उनीहरूको विपक्षमा भाग्छ। त्यो उनीहरू चाहँदैनन्। त्यसैले उनीहरूले यी अर्डर ब्लकहरू प्रयोग गरेर एकदमै चलाखीपूर्वक ससाना टुक्रामा आफ्नो पोजिसन जम्मा गर्छन्। जस्तै यो चार्टमा हेरौँ, यो एउटा बेरिश अर्डर ब्लकको एकदमै राम्रो उदाहरण हो। मूल्य जब एउटा निश्चित की लेभलमा पुग्छ, संस्थाहरूले चुपचाप आफ्नो बिक्री अर्डरहरू भर्न थाल्छन्। अनि जब उनीहरूको विशाल पोजिसन तयार हुन्छ, प्याम, उनीहरूले मूल्यलाई नाटकीय रूपमा तल धकेल्छन्। ल, यदि अर्डर ब्लकहरू उनीहरूको लुक्ने ठाउँ हुन् भने सप्लाई एन्ड डिमान्ड जोनहरू चाहिँ त्यो इलाका हो जहाँ उनीहरूले एम्बुस वा धराप थाप्छन्। यी यस्ता क्षेत्रहरू हुन् जहाँ स्मार्ट मनीले आफ्नो पोजिसनलाई जसरी पनि रक्षा गर्छ। यो हेर्नुस् त, मूल्य कसरी यो हरियो डिमान्ड जोनमा आएर टक्क अडिन्छ। यो कुनै जादु होइन, यो त्यो ठाउँ हो जहाँ संस्थाहरूले पहिले नै योजना बनाएर राखेका खरिद अर्डरहरू सक्रिय हुन्छन्। उनीहरूले मूल्यको लागि एउटा बलियो फ्लोर वा आधार बनाइदिन्छन् जसले मूल्यलाई अझ तल जानबाट रोक्छ र शक्तिशाली रूपमा माथि धकेल्छ। यहाँसम्म त ठिक छ, तर कथा यतिमै सकिँदैन। अब आउँछ शिकारको सबैभन्दा सक्रिय चरण। संस्थाहरू खाली मूल्य पर्खेर मात्र बस्दैनन्, उनीहरू मूल्यलाई नै चलाउँछन्। र यो गर्नका लागि उनीहरूलाई चाहिन्छ इन्धन, र त्यो इन्धन हो लिक्विडिटी। अब भेटौँ हाम्रो कथाको शिकारलाई, लिक्विडिटी पुल्स। यो चार्टमा देखिने त्यस्ता ठाउँहरू हुन् जहाँ धेरै अर्डरहरू, खास गरी हामी जस्ता रिटेल ट्रेडर्सहरूले आफ्नो घाटा रोक्न राखेका स्टप लसहरू एकै ठाउँमा थुप्रिएका हुन्छन्। अब यहाँबाट सुरु हुन्छ स्टप हन्टको 3 भागको कहानी। यो चार्टमा हेरौँ, त्यो रेजिस्टेन्स लेभलभन्दा माथि कति धेरै स्टप लस अर्डरहरू जम्मा भएका छन्। धेरैलाई लाग्छ कि यो एकदमै सुरक्षित ठाउँ हो, तर संस्थाहरूको नजरमा यो सुनको खानी हो। अनि शिकारीले आफ्नो जाल बिछ्याउँछ। उनीहरूले जानाजानी मूल्यलाई त्यो रेसिस्टेन्स लेभलभन्दा माथि धकेल्छन्। यसले एकैपटक दुईवटा काम गर्छ। पहिलो, अनुभवहीन ट्रेडरहरू ब्रेकआउट भयो भनेर किन्न दौडिन्छन्, र दोस्रो, सबैभन्दा महत्त्वपूर्ण, त्यहाँ राखिएका सबै स्टप लसहरू हिट हुन्छन्, जसले गर्दा बजारमा बिक्री अर्डरहरूको बाढी आउँछ। र यो हो अन्तिम चाल। त्यो बिक्री अर्डरहरूको बाढी नै संस्थाहरूलाई आफ्नो विशाल बिक्री पोजिसन भर्न चाहिने इन्धन हो। उनीहरूले रिटेल ट्रेडरहरूको घाटालाई आफ्नो नाफामा बदल्छन्, र त्यसपछि मात्र सुरु हुन्छ वास्तविक चाल, जुन हो तलतिरको। हरेक शिकारीले आफ्नो पदचिन्ह छोडेर जान्छ, होइन त? अब हामी विश्लेषणको चरणमा जाउँ, जहाँ हामी चार्टमा यी संस्थाहरूले छोडेका प्रमाणहरू कसरी पत्ता लगाउने भनेर सिक्नेछौँ। यो हो फेयर भ्याल्यु ग्याप वा छोटकरीमा एफभीजी। जब स्मार्ट मनीले एकदमै छिटो र शक्तिशाली तरिकाले मूल्यलाई एक दिशामा लान्छन्, उनीहरूले पछाडि एउटा ग्याप
वा खाली ठाउँ छोड्छन्। यो खाली ठाउँ भनेको बजारमा असन्तुलन छ भन्ने सङ्केत हो र यो ग्यापले चुम्बकले जसरी काम गर्छ जसले मूल्यलाई पछि त्यही ठाउँ भर्नको लागि तान्छ। यो चार्टमा हेर्नुस् त कस्तो स्पष्ट एफभिजी देखिन्छ। त्यो ठूलो हरियो क्यान्डलपछि मूल्य ह्वात्तै घट्यो, तर एउटा खाली ठाउँ छोडेर गयो। अनि हेर्नुस्, केही समयपछि मूल्य फेरि त्यही खाली ठाउँ भर्न कसरी फर्कियो? यो भनेको स्मार्ट मनीले हामी यहाँ थियौँ भनेर छोडेको सङ्केत हो। अब दुईवटा एकदमै महत्त्वपूर्ण बजार संरचनाका सङ्केतहरू हेरौँ। बायाँतिर छ चेन्ज अफ क्यारेक्टर वा चोच। यो चाहिँ ट्रेन्डको क्यारेक्टरै बदल्दैछ भन्ने पहिलो चेतावनी हो। अनि दायाँतिर छ ब्रेक अफ स्ट्रक्चर वा बीओएस। यसले चाहिँ हालको ट्रेन्ड बलियो छ र जारी रहनेछ भन्ने कुराको पुष्टि गर्छ। यसलाई यसरी बुझौँ, सीएचओ भनेको ट्राफिकको पहिलो बत्ती जस्तै हो। यसले भन्छ होश गर्नुहोस्, अब केही परिवर्तन हुन सक्छ। जबकि बस भनेको हरियो बत्ती हो, ल अगाडि बढ्नुहोस्, बाटो क्लियर छ। यी दुई सङ्केतहरू बुझ्नु भनेको स्मार्ट मनीको भाषा बुझ्नु जस्तै हो। तर प्रश्न उठ्छ, यी सबै रणनीतिहरू कुन बेला प्रयोग हुन्छन् त? के शिकार जुनसुकै बेला हुन्छ? हुँदैन। समय सबैभन्दा महत्त्वपूर्ण कुरा हो। र अब हामी त्यो अन्तिम टुक्रामा जाँदैछौँ जसले यो पुरै पजललाई जोड्छ। यसलाई भनिन्छ किल जोन। यो दिनको त्यो विशेष समय हो, त्यो सानो सञ्झ्याल हो जहाँ लिक्विडिटी र भोलेटिलिटी दुवै चरममा हुन्छ। र यही नै संस्थाहरूलाई आफ्नो ठूलो चाल चल्नको लागि सबैभन्दा उत्तम समय हो। यो चार्टले पुरै कथा भन्छ। हेर्नुस्, एसियन सेसन कति शान्त छ। त्यसपछि लन्डन खुल्ने बित्तिकै गतिविधि बढ्न थाल्छ। तर वास्तविक आतिशबाजी त तब सुरु हुन्छ जब लन्डन र न्युयोर्क सेसन एकैसाथ चल्छन्। हो, यही ओभरल्यापको समय हो जब स्मार्ट मनी सबैभन्दा खतरनाक र सक्रिय हुन्छ। ल त, हामीले स्मार्ट मनीको पूरा प्लेबुक हेर्यौं, कसरी उनीहरूले धराप थाप्छन्, लिक्विडिटीको शिकार गर्छन् र पछाडि आफ्नो पदचिह्न छोड्छन्। अब अन्तिम प्रश्न, यो सबै थाहा पाएपछि बजारमा शिकारी बनेर खेल्ने कि शिकार बनेर? छनौट अब हाम्रो हातमा छ।